चाहिँ हामी प्रस्थान हुँदैछौँ दाजुभाइ होइन ठिक छ नि बिस्तारै ल हामी चाहिँ अब बिस्तारै लाग्यौँ होइन घाँस खाएर सोल्टी चाहिँ यहीँ हुनुहुन्छ दाजुभाइ देखिन्छ मैले अघि बनाइसकेको छु बिस्तारै त्यो डाँडा कट्नुपर्छ हामी पुग्यो पुगिन्छ ओह्रालो कट्ने बित्तिकै चिप्लाङको बाटो हिँड्नु छ हो त्यहाँको बाटो यहाँको त कस्तो पिच छ बाबु होइन जे भयो नि त चिप्लाङको बाटै हिँडेको छैन भने अझ ल यतिको बाटो ठिकै त हो नि तिर डाँडैतिर छ होइन तल फेरिमा पुगेको छैन होइन मेरै गाउँ मेरै ठाउँ रमाइलो हो सर र ग्रुपमा गफ गर्दै जानु पाए पो हुन्छ कुदेको गर्छ अब के भन्नु त्यो यसको घोडासँग हिँडेर कहाँ हुन्छ त